हामी चाहिँ व्हाट्सअप गाइज व्हाट्सअप म चाहिँ गाउँमा हो है साथीहरू अदुवा रोप्नुलाई अदुवा छोप्नुलाई सोत्तर लिनु जाँदैछौँ दाजुबहिनी। अनि तपाईँहरूकोतिर के कस्तो छ? मैले चाहिँ डोको बोकेको छु, बहिनीले चाहिँ बोरामा ल्याउने। अहिले चाहिँ हामी सोत्तर लिनु जाँदै गरेको साथीहरू। हाम्रो गाउँ चाहिँ यस्तो छ खडेरी लागेर, अनि पानी परेको छैन, यस्तो खडेरी घारी नै घारी। हेर्नुहोस् त साथीहरू, हामी दाजुबहिनी भएर हामी चाहिँ सोत्तर लिनु जाँदै गरेको जङ्गल अघि सोरेर आछ। अनि गाउँमा चाहिँ यस्तै छ है, हेर्नुहोस् घारी नै घारी, जङ्गलै जङ्गल। यो चाहिँ मेरो घर साथीहरू, यस्तै छ है। अनि अहिले चाहिँ हामी सोत्तर लिन जाँदै गरेको गाइज। हामी चाहिँ जङ्गल आएर पनि सोत्तर अघि सोरिराखेको थियो हामीले। अघि दाजुबहिनी भएर हामीले सोरिरहेको थियौँ। यो चाहिँ मेरो बहिनी फुच्ची, उसले पनि काम गर्छ, ज्ञानी छ। गाउँमा यस्तै हो, दुःख हुन्छ है साथीहरू। सालबिर सोरेर अघि सोत्तर सोरेर है अघि गएको थियौँ। अब चाहिँ भारी लाउँदैछौँ। बहिनी त भारी लाउँदैछ साथीहरू। अब म चाहिँ यसो भिडियो बनाउनुलाई गाउँमा यसो गाउँको हाम्रो चाहिँ घर नजिकै जङ्गल छ। ऊ माथि यो हाम्रो भैँसी अघि हामीले बाँधेर लगेको थियौँ, बाँधेर घाँस छैन त्यही भएर यस्तो यसरी बाँधेपछि आफै चरिबस्छ, घाँस खाँदै बस्छ। यो चाहिँ हामीले अघि सोरेर गएको सोत्तरहरू। यता माथि पनि छ, यता पनि छ, यता पनि छ है साथीहरू। गाउँ आएपछि यस्तै हो, गाउँमा त काम गर्नु परिगयो है। बाहिर हिँड्दा चाहिँ कामै गरिँदैन जस्तो देखिन्छ। गाउँमा आएपछि त फेरि दह्रो काम गरिन्छ नि साथीहरू। अब आज दिउँसो अदुवा रोप्नु छ, आज दिउँसो अदुवा रोप्ने हो साथीहरू। अब भरे अदुवा रोपेको पनि देखाउँला साथीहरूलाई। म चाहिँ भारी लाउँदै थिएँ साथीहरू। नेपालको कोरियामा यस्तै छ साथीहरू। अब यसको एक भारी लाएर लाने हो साथीहरू। यो चाहिँ यसरी खाँद्नुपर्छ अनि टक्कसँगले लाने हो, थुपार्ने हो, फेरि छोप्ने। अदुवा रोप्नु पनि गाह्रो छ नि साथीहरू। गाउँमा यस्तै छ गाउँले जीवन साथीहरू। साथीहरूकोतिर के कस्तो छ काम? हाम्रोतिर त यस्तै छ। नेपालको कोरियामा विदेश जानु सकिएन, के गर्नु साथीहरू, गर्नै पर्यो। हामी त साथीहरू यस्तै छ है कामहरू हाम्रो चाहिँ गाउँतिर। यो चाहिँ अघि सोरेको थियौँ, अनि भारी लाएर लाने हो साथीहरू। यसरी भारी लाउनुपर्छ। यस्तै छ गाउँले जीवन साथीहरू। ट्याक्क अब डोरीले यसरी बान्ने हो, अनि ट्याक्क यसरी बाँधेर यसरी बस्नुपर्छ। गाउँमा के गर्नु, गर्नै पर्यो काम साथीहरू। गाह्रो छ नि साथीहरू। यसरी बाँधेर चट्टसँगले यस्तो गरेर यसरी बाँधेर होइन, टक्क अरे हो यसरी कसेर ट्याक्कसँगले यसरी कसेर है
चट्ट यसरी बानेपछि ल भारी पनि रेडी भयो गाइज। अब लगेर जाने हो। अब चाहिँ लाग्यो साथीहरू सल्बिर 70 यस्तै हल्का हुन्छ हुनु चाहिँ यो चाहिँ धेरै मात्रै देखेको हल्का हुन्छ। यो डोरी अनि खरेटो यस्तोहरूले सोर्नुपर्छ, हँसियाली सोर्नुपर्छ। अनि अब चाहिँ घर जाँदै हो साथीहरू। हाम्रो पाडा मैसिकको पाडा यो चाहिँ जङ्गल। अनि यहाँ मेरो बहिनी यसले नि यत्रो बग्छ है, कति धेरै बग्छ यसले पनि। आम्मामामा डर छ नि गाउँमा हुर्केको मान्छे के गर्नु, काम गर्नु पर्यो। यस्तो के छ र गाइज, यस्तै त हो नि, गाउँमा त काम गर्नुपर्छ। सहरमा बस्दा मात्रै हो काम नहुने, के गर्नु। यस्तै छ साथीहरू, के गर्नै पर्यो। यो चाहिँ एक डोको सुतार हाम्रो नेपालको कोरिया। गाउँमा कोही बस्दैन आजभोलि, मान्छे नै हुँदैन पहिला जस्तो। सबै सहरहरूतिर छिरेर विदेश गएर सबै पैसा कमाउने बाहिर गाउँ त सक्यो। यसरी थुपार्नुपर्छ साथीहरू। अब यो पर चाहिँ मकैदेखि यता चाहिँ सबै अदुवा हो। यो चाहिँ हामीले अस्ति रोपेको थियो पर पनि मकै, यहाँदेखि यता सबै अदुवा हो। यही अदुवा यसरी ड्याङ बनाएर रोपेको हुन्छ, यसरी रोपेको हुन्छ ड्याङ। अनि यसलाई चाहिँ छोप्नुपर्ने, यो चाहिँ झार नहोस् भनेर छोप्ने हो। यो चाहिँ खासमा यो भनेको सुतर लाउने भनेको झारहरू नउम्रियोस् भनेर हो। यही हो गाइज।